विद्यालय कर्मचारीबाट हुनेछ त्यो काम भनेको विद्यालय कर्मचारी नमिलाइदिएको भए महासङ्घ विघटन गर्ने सङ्घ संगठन होइन। विद्यालय कर्मचारीले चित्त बुझेन, हामीलाई चित्त नबुझेको कुरा किन सम्झौता गर्नुभयो भन्ने भनाइएको होइन। अब विद्यालय कर्मचारी आफै जानुभएको थियो त्यहाँ महासचिवले त निक्ली हाल भनेर त भन्न चाहेको तर बोल्दै गर्दाखेरि जाने नि पनि गल्ती एकछिन नकिन शिक्षक
हामीहरू केही छैन त्यो कुरो केही छैन कर्मचारीको विषयमा कर्मचारी अध्यक्षज्यू बोल्दै गर्दा कर्मचारीज्यू आवेशमा आएको मात्रै हुन् अरू केही छैन यो ठुलो विषय होइन हल्ला ठुलो भएको विषय शिक्षक महासङ्घभित्रकै कर्मचारीहरूको बिचमा विवाद खास केही थियो होइन त्यो सामान्य गर्दाखेरि एक अर्कोमा है हाँडी होइन होइन अध्यक्षले बोलेर भ्याउनु भयो त्यहाँबाट अब सिद्धियो अब अरू त होइन मिटिङ सिद्धियो मिटिङ सिद्धियो होइन होइन उहाँ साथीहरूको के सबै बुझ्या होइन नबुझेको कुरा बोल्ने कुरो भएन शान्तिनाथ थियो कि म विद्यालय कर्मचारी परिषद महासचिव पनि हो आन्दोलनको पिरियडबाट नेपाल विद्यालय कर्मचारी परिषदले 1 रुपियाँ दिए पनि छैन 79 मा 80 मा र 81 मा तपाईँको जुन खालको तपाईँको यो आन्दोलन भयो आन्दोलनमा विद्यालय कर्मचारीको पक्षमा न्याय भएको छैन भन्ने सवालमा हामीले आर्थिक सहयोग नगरेको हो र उठेको आर्थिक सहयोग अपारदर्शी भएको छ महासङ्घ स्थापना कालदेखि लक्ष्मी किशोर सुवेदी तपाईँ 3 कार्यकाल तपाईँको महासचिव 2 कार्यकाल महासचिव 1 कार्यकाल अध्यक्ष हुनुभएको छ उहाँको नेतृत्वमा अत्यन्त ठुलो मुलुकमा आर्थिक घोटाला भएको छ यस विषयमा खबर एजुकेसनले पनि डकुमेन्ट लुकाएर राखेको छ कुन दिन पर्छ उसले बाहिर ल्याउँछ र यो आज तपाईँको म सार्वजनिक घोषणा गर्छु कि अहिलेको आन्दोलनमा थुप्रो पैसा उठेको छ घोटाला भएको छ ल भएको विद्यालय कर्मचारीको पक्षमा छैनमा केही पनि भएन कम्तीमा सञ्चित बिबे हाम्रो किन भएन शिक्षक सबैको भयो राहत शुद्धको पनि भयो बाल विकास शुद्धको पनि हुँदा विद्यालय कर्मचारीको एउटा सञ्चित बिबी लेखिदिनु पर्थ्यो किन लेख्नु भएन त्यो लेखिदिनु परेन भन्दाखेरि उहाँले मान्नु भएन एउटा कुरो अर्को तपाईँको तलब मानको कुरा छ हामीले ऐन आउने ढिलो छ मुलुकको अवस्था यस्तै छ जस्तो प्रधानमन्त्रीले भए पनि राष्ट्रपतिले भए पनि सबै दल मिलेर सहमति गरेको भए पनि ऐन आउने कुरा रहँदैन हामी 28 सालको ऐनदेखि आजित छौँ 73 सालको संशोधनदेखि आजित छौँ नियमावलीदेखि हामी रोएका छौँ हाम्रो भाग्य र भविष्य बर्बाद भएको छ त्यसकारणले अहिले तपाईँको ऐनको कुरा पर्खिनुभन्दा पनि तपाईलाई सरकारले तपाईलाई ललिपप देखाएको छ तपाईले सरकारले दिएको ललिपपलाई अझै बढाएर हामीलाई ललिपप देखाइरहनु भएको छ त्यो ललिपपमा हामी भुल्दैनौँ कुरो के त नि भन्दा ऐन प्रक्रियागत ढङ्गले आउँदै गर्छ ऐन आउनुभन्दा पहिला हामीलाई तपाईँको 2 तहको विद्यालय कर्मचारीमा श्रेणीविहीन एउटा छ कार्यालय सहयोगी साथीहरूलाई 26,082 रुपैयाँ र लेखा साथीहरू जो खरिदार सोसराको सुविधा छ न त विद्यालयमा आन्तरिक स्रोतबाट अधिकृत पनि सोसराको हुनुहुन्छ साथीहरू सुब्बा सोसराको हुनुहुन्छ शैक्षिक योग्यता एमबिएस गरे हुनुहुन्छ साथीहरू होइन तर पनि उहाँको शैक्षिक योग्यताको कुरा नराखेर उहाँको नियुक्तिलाई पनि हामीले परवाह नगरेर 79 सालको भदौ 19 गते तपाईँको जुन खालको राज्यसँग सहमति भएको थियो मन्त्री स्तरीय निर्णय पनि भएको छ त्यो मन्त्री स्तरीय निर्णयबाट तपाईँको विद्यालय कर्मचारी खर्दा सोसर र श्रेणीविहीनको सुविधा दिने भन्ने भएको थियो त्यो 34,902 र 26,000 तपाईँको 82 रुपियाँ दिनुहोस् न त्यो उपलब्ध गराउनुहोस् भन्दा तोकिए बमोजिममा हुनुभएको छ तोकिए बमोजिम भने तपाईँको कति भने धारणामा आएको अब उहाँ तपाईँको सबै सङ्घको पट्टिको आएर लक्ष्मी किशोरलाई बचाउन लागि त सङ्घको मान्छे आएर हामी बाँच्छौँ उहाँले हामीलाई मराएर हामी मर्ने मान्छे हो कसैको बचाएर बाँच्ने र कसैले मर्छ भनेर डरले हामी चाहिँ आन्दोलन गर्न आएको मान्छे जस्तो लाग्छ हामी आफ्नै पावर बलबुतार क्षमताबाट आएको मान्छे हो त्यसैले गर्दा हामी 1 महिना तातो काम खाएको मान्छे 1 वर्षसम्म हामी लड्न तयार छौँ कसैको पछि वर्षसम्म हामी लड्न तयार छौँ कसैको पछियामा लाग्ने अवसर हाम्रो न्यायको लागि हामी आजबाट हामी एउटा सार्वजनिक तपाईँको सञ्जालबाट अथवा हामी तपाईँको सामाजिक मिडियाबाट सार्वजनिक गरेर कार्यक्रम धारणा अगाडि प्रस्तुत गराएर हामी आन्दोलन कार्यक्रम घोषणा गर्छौँ र हाम्रो विद्यालय कर्मचारीको तपाईँको आम भेला भएको छ समीक्षा पछि हामी निर्णय गर्छौँ हिजो जुन सहमति भयो त्यसमा तपाईहरुलाई उपेक्षा गरियो विषय तपाईहरुले उठाउनु भयो उठाइयो त्यो विषय उठाउँदै गर्दाखेरि तपाईहरु माथि हो यो परिस्थिति दबाउन खोजेको उनीहरु हामीहरुलाई दबाउन खोजियो अब तपाईहरु कसरी अगाडि बढ्ने हामी राष्ट्रिय समितिको तत्काल हामीले समीक्षा बैठक बोलाएका छौँ आपतकालीन त्यो समीक्षा बैठकको निर्णय पश्चात हामी तपाईँ आन्दोलन गर्ने कार्यक्रम अगाडि बढाउँछौँ धन्यवाद सर भने हिजो जुन सहमति भयो त्यो प्रति असन्तुष्ट छौँ हामी पुरै असन्तुष्ट छौँ ल अनि आज तपाईहरुले सहमतिको विषयमा हामीलाई असन्तुष्टि जाहेर गर्दै गर्दाखेरि चाहिँ यो अवस्था सिर्जना भयो हजुर भने शिक्षक माथि हामीहरूलाई एकदम पेल रहेको छ हामीलाई छोडेर उनीहरू माथि जाने उनीहरू चाहिँ अगाडि बढिरहने प्रवृत्ति दोहोरियो फेरि पहिलेदेखि त भइरहेको थियो विगत लामो 53 वर्षदेखि अहिले फेरि आएर पनि उहाँहरू चाहिँ अगाडि जाने थोरै भए पनि हामीलाई चाहिँ जहाँ छ यथावत राखिरहने उहाँहरूको प्रवृत्ति र ती कुरालाई हामीले जवाफ माग गऱ्यौँ किन हामी सँगसँगै 30 दिनसम्म हामी आन्दोलनमा सँगसँगै लड्यो घाम पानी रगत बगाइयो अनि अहिले चाहिँ हामीलाई जुन उपलब्धि खोइ त तपाईँहरूले के उपलब्धि गराउनु भयो त भन्दा हाम्रो केन्द्रीय अध्यक्षलाई समेत उहाँ ती डाटाहरू
मागहरू सम्बोधन गरिएका विषयमा अन्तिम अवस्थामा लगेर साइन गराउने भनेर उहाँहरूले जुन किसिमको एउटा प्रपञ्च रच्नुभयो ती कुराहरू हाम्रो अध्यक्षले साइन नगरिकन बाहिरिनु भएको छ। ती कुराहरूमा हाम्रो घोर भर्सना छ। महासङ्घको हामी पुरा रूपमा हामीले विरोध गरेका छौँ र हामीले ती कुरा पनि अझ लोयल भएर होइन के हो त तपाईँहरूले अझ त्यसबाट हामीलाई उपलब्धि दिन सक्ने अवस्था छ कि छैन भनेर आज हामीले जवाफ माग गर्दाखेरि केही साथीहरूले हामीमाथि जाइ लाग्नुभयो र यो सबै जिम्मेवार विद्यालय कर्मचारी हो भनेर उहाँहरूले एउटा आक्षेप लगाएर निक्लिनु भएको छ। त्यो सरासर झुटो। त्यो जुन अहिलेको कार्यक्रममा आउने यो सिर्जना हुनु भनेको सम्पूर्ण उहाँहरू महासङ्घ नै शिक्षक महासङ्घ नै जवाबदेही दिनुहुन्छ र उहाँहरू नै हो यसको जवाब दिने। मेरो नाम भुवन पोखरेल, मेरो घर उदयपुर जिल्ला कटारी 2 नम्बर पर्छ। म नेपाल विद्यालय कर्मचारी परिषदको केन्द्रीय सदस्य। जस्तो हिजो जसले सरकार र शिक्षक महासङ्घ वार्ता भयो त्यसमा तपाईँहरूको के कुरामा हामीले जे अगाडि अध्यक्ष र महासचिवहरू सहित बसेर जे कुराको हामीले चाहिँ एउटा निर्णय गरेर पठाएका थियौँ होइन संस्थाका धारणा त्यसमा चाहिँ 32,902 रुपियाँ लेखा हेर्ने कर्मचारी लेखापाल भनेर त्यहाँ खर्दा सर भनेर लेखेको थियो। अनि सहयोगी भनेर नेपाल सरकारको श्रेणीविहीन सहयोगी 26,082 भनेर नेपाल शिक्षक महासङ्घको अध्यक्षले नै टाइप गर्नुभएको ल्यापटपमा। अनि त्यसैलाई आधार मानेर निर्णय त्यही जान्छ। अनि बिदाको सुरक्षित बिदा सुरक्षित हुने कुरालाई पनि केन्द्रित गरेर र 82-83बाट तलबमान हुने कुरामा हामी सुनिश्चित थियौँ। र नेपाल शिक्षक महासङ्घको हिजो अस्ति चाहिँ साँझ बस्दै गर्दाखेरिको 9 कुराको बुदा के हो भन्ने कुरा मलाई पनि थाहा भएन र हिजो बिहान पनि थाहा भएन, हिजो अबेरसम्म पनि थाहा भएन र एकचोटि राति 8 बजे मात्र थाहा भयो। यो विषय नेपाल शिक्षक सङ्घको अध्यक्षलाई पनि थाहा रहेनछ। हेर्नुहोस्, यो विषय नेपाल शिक्षक सङ्घको अध्यक्षलाई पनि थाहा रहेन, जबकि नेपाल शिक्षक सङ्घबाट नेपाल शिक्षक महासङ्घको अध्यक्ष बनेको लक्ष्मीप्रसाद सुवेदी हो होइन। भनेपछि कहाँनिर कतिको यिनीहरूले यो तपाईँको गोप्य राख्न खोजेका रहेछन् भन्ने कुरा यतिकै प्रष्ट हुन्छ होइन। र हामीले ती कुरामा हिजो चाहिँ मैले 9 बुधा तपाईँको 8 बजे मेरो हातमा पऱ्यो मन्त्रालयभित्र र मैले त्यही पछाडि 2 दिन पटक यो हुँदै हुन्न भन्दै पछार्दाखेरि न महासङ्घको अध्यक्ष बोले, न सह-अध्यक्ष नानुमाया बोल्नुभयो, न महासचिव, न उपमहासचिव अर्थ, न कुनै घटकका अध्यक्ष। एक्लो पारियो र त्यो एक्लो पारिएको विरुद्धमा हामी त्यो विरुद्धमा भन्दा पनि किन त्यो हिजोका सहमति तपाईँले गर्नुभयो त भन्ने विषयमा आज हामी समीक्षामा सबै साथीहरूलाई मैले प्रश्न पार्नुपर्छ। मेरो जिम्मेवारी हो, त्यो मेरो कर्तव्य हो। देशैभरिका 35,000 विद्यालय कर्मचारीको नेतृत्व गरिरहेको छु, मेरो जिम्मेवारीभित्र पर्दैन, पर्छ। त्यसकारण मैले आज यही हलमा जे जति काठमाडौँमा उपलब्ध हुनुहुन्छ सबै साथीहरूलाई उपस्थित बनाएर उहाँले आज यस्तोसम्म प्रपञ्च रचियो थियो कि यो समीक्षा बैठक भन्दै गर्दा एकचोटि महासचिवले खर बोलिदिने, त्यसपछि अनि अध्यक्षले समापन गरिदिने हिँड्दिने, समापन गरिदिनु ल अध्यक्ष के अरे हिजोको विषयमा बोल्दै समापन गरिदिनु भन्ने विषयमा मैले साह्रो अब्जेक्सन गरेर तपाईँले हिजोका दिनमा गरेको सहमति विद्यालय कर्मचारीको यो कुरामा किन भयो त्यो कुरा प्रश्न पार्नुहोस् भन्दा तल चाहिँ विशेष गरेर यहाँ नेपाल शिक्षक सङ्घका साथीहरू हुनुहुन्छ, सङ्गठनका पनि साथीहरू हुनुहुन्छ, तर बढी सङ्घका साथीहरू र अन्य घटकका साथीहरू पनि हुनुहोला होइन। मैले यसलाई उसलाई आक्षेप लाउनु भन्दा पनि महासङ्घका पदाधिकारी सदस्यहरू यहाँ हुनुहुन्छ, जिल्ला तहका साथीहरू। आजको यो जति पनि लफडा भयो यसको सबै जिम्मेवारी नेपाल कर्मचारी परिषदका अध्यक्ष गङ्गाराम विद्यालय कर्मचारी परिषदका अध्यक्ष गङ्गाराम तिवारीले लिनुहुन्छ भनेर उहाँहरू उठेको अवस्था छ। केमा लिने त? किन यो गङ्गाराम तिवारीले के विषयमा लिने त? गङ्गाराम तिवारी जवाफ माग्न नपाउने, अनि गङ्गाराम तिवारीका आफ्ना विद्यालय कर्मचारी परिषदका सदस्यहरूलाई मैले प्रश्न पार्न नपाउने, अनि त्यस्ता बैमानी कुरा गर्ने। तिनी फटा कि हाम्रो संस्था फटा? गङ्गाराम तिवारी बदमास, म बदमास कि तिनीहरू बदमास? हिजो सहमति गर्दाखेरि तपाईँ त्यहाँ उपस्थित हुनुहुन्थ्यो कि बिचबाटै उठेर हिँड्नुभयो कि तपाईँ पनि अन्तिम समय? म अन्तिमसम्म बसेको छु, तर पनि बुझ्छन् कि भनेर म अन्तिमसम्म बसेको छु। अन्तिमसम्म बस्दै गर्दा तर पनि उहाँहरूको त्यहाँनिर ध्यान केन्द्रित भएन। अध्यक्षको त तपाईँको कति बेला त सही गरौँ भनेर मात्रै चिन्ता थियो। यो भएन अक्षर भनेको छ, ऊ भएन अक्षर भन्दै मिलाउँदै
महासचिव त ध्यानै त्यही मात्र केन्द्रित सही गर्ने हेर्नुहोस्। अनि यसरी महासङ्घका यहाँ आएका आम शिक्षक कर्मचारीहरूलाई तपाईँको त्यो के अरे जो झुटको खेती गरेर हुन्छ, असारको 15 गते ऐन ल्याउँछु भनेर हुन्छ, हातमा दिनु खै हातमा हिजो बोलेको के हो? हिजो तपाईँको के अरे जितिन्छ कि बितिन्छ भनेको होइन, त्यही अध्यक्षले लिएर आएको नारा हो। अनि अहिले यहाँ दुनियाँलाई भरम फाल्ने, दुनियाँलाई छल्ने, ढाँट्ने, अनि मैले यस्तो गरेको होइन उस्तो गरेको होइन भनेर यहाँ ठुला कुरा गरेर हुन्छ। यो नेपाल शिक्षक महासङ्घले विद्यालय कर्मचारीलाई चाहिँ आफ्ना स्वार्थ पुरा गर्न मात्रै परिचालन गरेको भन्ने बुझाइ हो तपाईँहरूको? एकदम। हामी चाहिँ त्यो लिफ्टको बाटोको माध्यम हिजोका दिनमा विगतका दिनदेखि गराएको थिएँ। पछिल्लो समय अलिकति यो के अरे प्रतिवाद गर्न सक्ने हामी नेतृत्वहरू छौँ होइन, र त्यो प्रतिवाद गर्न सक्ने नेतृत्वहरूलाई उहाँहरूलाई अपच्छ भएको हो क्या यो। अनि आज दोष जति परिषदलाई लगाइदिएपछि त भ्याइयो होइन। तसर्थ यी सबै कुराको दोष मुख्यतः नेपाल शिक्षक महासङ्घको अध्यक्ष नै हो, नै हो। अनि महासचिव, त्यसपछि सहअध्यक्ष दानुमाया पराजुली र अर्को चाहिँ मदनराज जोशी, 4 जनाले अघिल्लो दिन राति सहमति गरेको कुरा हिजो प्रष्ट हुन्छ। अब निकास के? निकास विद्यालय कर्मचारीको जे कुरा हो त्यो कुरामा, जुन कुरामा एग्री भएको थियो, महासङ्घको आबद्ध गर्ने संस्था पनि भएको हुँदाखेरि हामीले जे कुरामा एग्री गराएका थियौँ सबै अध्यक्षलाई, त्यो कुरा किन भएन भनेर प्रश्न पार्न पर्छ। र त्यो कुरा नलिकन विद्यालय कर्मचारीहरू घर फर्किनु होइन। हिजो जुन सरकारसँग भएको सहमतिपछि नेपाल शिक्षक महासङ्घले त तत्कालका लागि आफ्नो आन्दोलन स्थगित गरिसकेको अवस्था छ, घोषणा गरिसक्नुभयो। कर्मचारीहरूले चाहिँ के गर्छ? यस्तो हामीले पनि त हिजो 39 दिन आन्दोलन गरेको त त्यही माइतीको सडकमा। अनि विद्यालय कर्मचारी भनेर अलिकति चिनाएको त सरकारलाई त्यसपछि हो नि त। हामीले त्योभन्दा अगाडि केही कुराहरूले चिनायो होला, पोसाक भत्ता पाउने कर्मचारीले भयो होइन, लगायतका कुराले चिनायो होला। होइन भने 78, 79 र 80 को जुन आन्दोलन गरेको थियो त्यसपछि बल्ल महासङ्घले आन्दोलन गर्नुपर्छ भन्ने सोच बनाएर बल्ल आन्दोलन गरेको यो महासङ्घले त सिक्दैछ। त्यति बेला पनि तपाईँको 3 देखि 5 सम्म गएर अनि सडकमा पसिरहेको हो कि नै हुन् कि होइन नि त, किन रहे? त्यही भएर यो नेतृत्व पूर्ण रूपमा असफल छ। यो नेपाल शिक्षक महासङ्घको नेतृत्व पूर्ण रूपमा गलत छ र यसले सबै शिक्षक कर्मचारीहरूमा भरम फैलाएर म असल निर्णय गराएको छु, म ऐन लिएर आउन बाध्य छु, तपाईँहरूलाई जसरी म लिएर आउँछु भनेर भरम फैलाएको छ। यसमा नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट घोर आपत्ति छ, घोर विरोध छ। र आजै विद्यालय कर्मचारीहरूले आन्दोलनको कार्यक्रम घोषणा गरेर फेरि हामी के कति हुन्छ, सुविधा कति दिन्छ त्यो छुट्टै कुरा भयो, तर आन्दोलनमा हामी सहभागी हुन्छौँ र सरिक हुन्छौँ। यति मात्रै धन्यवाद। भनेपछि हजुरहरूको आन्दोलन अझै जारी छ भने? जारी छ। विद्यालय कर्मचारी परिषदको आन्दोलन एकल आन्दोलन जारी छ। धन्यवाद। थ्याङ्क यू सर। है हामी भित्र बस्छौँ, एकछिन भित्र बस्छौँ। एकछिन यो वाला भन्दा नि अब थप आन्दोलनको हुन्छ। सुसन्तलै मलाई